बड़ी बड़ा निकले रुद्रियो काम सक्यो पछाडि चढ्या भाउजू डाडु क्या आइ यहाँ गुरु दुखेर मन लाग्यो एउटी दिदी छोडेर गयो भनेर उठ्यो कि उठ्या भइयो बस केमा जान्न अहिले सबैले पूजा गरौँ राता पाना जाइल छोडेर गएछ यही ठुलो पत्रीमा राखौ न पत्रीमा राखेर थालमा राख्नु पत्रीमा राखेर है पोथीमा राख पोथी त्यस्तो होइन अलि अलि फाड पार हो त्यस्तै सबैले हो कसले ए पो मलाई भन्नु नि 1300 पार भइहाल्छ माना 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 मत माना अरे भगवान मानो तेरे माना माना हजुर के गर्ने अनि मलाई भन्नु ल न दिदी दुर्वांकुर समर्पयामि दिवचराजनोस धर्मको शासन समर्पयामि आदि प्रदक्षिणा पृथ्वीमा भोप्टो परेर एउटा भाउ यतिवटा फुल समाएर पृथ्वीमा दण्डबाट भोप्टो परेर अनुहार लुकायो है मेरो पूजादेखि धन धान्य पुत्र पुत्रले त्यो साम्रो जमन थाहा बनाओस् भन्ने मनले कल्पना अब आनन्द
पनि समयको चाहिँ अलि अभाव छ नि कति बजी भइन्छ 5:30 बजीसम्म 5 बजीसम्म भइगयो नि सैलत पुगिन्थ्यो कहाँ घर आज घर आएर अनि के हो नि त यही बस्नु कहाँ बस्ने संकल्प गर्नु संकल्प तिलानीको दलले हरिओम तत्सत नबसेर लगती गर्ने अलि चालौ हुन्छ सत चित्र टोटा छ भारत विष्णु प्रसाद नाम शर्मा हम कितासे सकल रामको सदा शिव पूजना पूर्वादि कर्मका सहित छ अंग सहित छ जोंगरा खुलेर आज रमी अब जाऊ खै भगवान विष्णु भगवान अब र जोंगरा खुले मात्रै हो अचेताले पूजा गर्न पाइन्छ जौरा खान्न खाइस बा खाइ जौ तिल पाइयो त्यसमा फुलपाती पाइयो यिनी अक्षता हाल्न पाइयो चामलको अक्षतालाई बोलिदिनु मैले त तोडी देखेर तिन के थाहा सबै त्यहाँ थोरै देखेर वहीँ बिस्कुट बोगर खानु मन छैन के नास्ता खाएको जोंगरा आज रमी सबैले भइमा पातहरू पुष्पहरू के का बाउ की तेरा बाउ की श्री सत्यनारायण भगवानको रूप 4 हात भएका दिनमा लागेका पितम्बरका कपडाहरू त्यो टोपी यस्ता सबै भगवान आउनु मैले आसन एउटै छ यो आसनमा आएर बस्नु भन्ने कतै कतै हामीले सत्यनारायण भगवानको पूजा गर्ने बेला अर्को वेदी बनाएर एकका पूजा गर्ने पनि गर्छौँ फेरि आज यो अङ्ग एउटै छ त्यही भएर अङ्ग के गर्छ सरले बोल जान भएन सरै छैनन् त्यो स्कुलमा म्याडम कसको ला तर आज सर छैनन् शान्ति शान्त पौडेल ओम शान्तकारं भजकसारं पद्मनाभं म त बोल्न पूजा सुन्न गए म्याडम भने ध्यानं स्वर्गामि श्री सत्य टोयलेटमा थुन्छन् क्या टोयलेटमा थुन्छन् मग्न गरे सपना भोलि गएर मम्मीलाई भत्ता के भोलि हो आज यो आज नि भगवानलाई वस्त्र पिताम्बरम पहेँलो कपडा उडाइदिनु पिताम्बरम शिवको पार्वतीले हामीले रातो कपडा चढाइनु हुँदैन हाम्रो यो सेतो कपडा तर चाहिँ हाम्रो के भयो रातो कपडा यो रातो कपडा सम्झेर रातो अक्षरमा यसो सिन्दित गर्ने रातो कपडा रातोको हामीले त्यहाँ पनि त्यहाँ पनि कम कुरा छ यो बढी छ तर त्यो रातो चाहिँ अलिक कम भन्छ चाडा टुप्पामा के हुन्छ हुन्छ अलिक 10 रुपैयाँ रातो भनेर सम्झे भयो त्यही हो मनले सम्झिने अब सबै छुनु है महिलाहरुले साडी पल्लेला त्यसकै सम्झिने हो कि त्यो रातो कपडा साडी पोते चुरा पोते तिनी सम्झिने लक्ष्मी नारायणलाई सम्झिने चलाइदिने हो तिनी सम्झिने छ ओम भगवान राम श्री सत्य नारायण नमः हरि ओम सहस्र श्रीका फुलका सहस्र श्री सहस्र पादर सब त्यस्तै श्री सत्य नारायण नमः राम राम सुबार चलाइदिनुहोस् भगवानलाई राम राम पुण्य फलम नागपतिका चरणहरु हेरा चरण एकम कामन प्रतिगताम तत नरियल फलम अर्को नरियल चढाइदिनु भगवानलाई भगवान विष्णु नरियल छै यहाँको चन्दन लगाएर हिरण फलमा देवम तणे सबलमा भविता जन्मनि जन्मनि ईश्वर प्यामी श्री लक्ष्मी नारायण नमः यज्ञ पवित्रम जना चढाइदिनु
ओम तस्मा देकर सर्वजने के तस्मा जनाय दे तस्मा देके जनाय देवा भगवान श्री सत्यनारायण नमः गन्धम पुष्पाक्षि समर्पयामि मोया चढाउनु पाइन्छ यो त हैन त हैन चढाउनु पर्छ थोरै टिकियो तपाईले चढाउनु अब चढाउनु भने जराइ त सबैले जाउँ र उनले भगवानको पाउदेखि शीर्षमा पूजा गरौँ है। अब ओम अच्युताय नमः पादौ पूजामि ओम नारायणाय नमः जङ्गे पूजामि धुपबत्ती गरेर सल्काम आज धुपबत्ती गर्ने बेला भइसक्यो छ सकेर ओम अच्युताय नमः पादौ पूजामि ओम नारायणाय नमः जङ्गे पूजामि ओम केशवाय नमः गुल्फो पूजामि ओम श्री रामाय नमः जाननं पूजामि ओम श्री कृष्णाय नमः मेढं पूजामि ओम नृसिंहाय नमः नाभिं पूजामि दामोदराय नमः हृदयं पूजामि ओम जनार्दनाय नमः कण्ठं पूजामि धनुधराय नमः बाहुं पूजामि पादपद्मं पूजामि मलाई नछोडेछ छोपी राखी न मलाई नि हराउनु होला के भन्दा छोपी राखी मलाई चिन्नु नजान त्यसै होला चिनी छ हाय चिनी छ फेरि आमालाई उहाँ घाइ आएको लिरिबिरी पारे त्यही खुवाइदियो भने होला ल तेरी बहिनीले काल्या छोरी उमा भन्ती धुब्राम हरिओम वनस्पतिं रसो चालिस के तल नजातो मलाई डर लाग्छ त बस्छ उता गर्छ त्यो उता मेरो ठाउँमा उता जा यत्नै भन्नुपर्छ नि हजुर भगवानको अनि शिवजीको भाउ अहिले भगवानको भगवान लक्ष्मी नारायण श्री सत्यनारायण त्यो पनि हो